यो सुँगुर चाहिँ हाम्रो अब यसलाई आज यसो हल्का व्यवस्था गर्न आँटेको सेकुवाको लागि लगभग यो कति 30-35 किलोको होला 1 वर्ष पुगिसकेको। आज यो सुँगुरलाई हामीले व्यवस्था गरेर बल्ल बल्ल सुँगुर चाहिँ पोखल गरेर रेडी भयो। अलिकति भाका पुगेन, सबैजना नयाँ नयाँ पऱ्यो कि सुँगुर बनाउँदा हात पनि यस्तो भयो। सुँगुर बनाउँदा सुँगुर फेरि अब त्यसलाई रपाउन आँटेको डह्रो पाएको। हामीले नि आगो लगाएर डह्रो यस्तै रातो रातो बनाउँछौँ। फोहोरबाट अब यहाँ लगाएर उपर स्कुटरमा हालेर पर घरतिर लाने। अब घरमा लगाएर कलमा फोहोरफार गरेर सफा गरेर बनाउने। ल सुँगुर लोड गऱ्यो स्कुटरमा, अब यसलाई घरमा लगेर लगेर हामी लाग्यो। ल सुँगुर पनि ल्याइयो घरमा। अब यसलाई च्याट्टा लगाएर अब सफा गर्ने, कलको पानीले सफा गरेर दामी दामी बनाउने। च्याट्टै स्कुटरमा लिएर आइयो, च्याट्टा लगाएर कति गयो हेर त। अब ब्रेड गरेर छिटो पनि हुन्छ। अलिक छिटो उताउन भाइ। ल आज हामीले चाहिँ चट्टा सुँगुर चाहिँ यो प्रकार कार्यक्रम सकिसक्यो। अब लास्टमा एउटा सफा गर्ने। हजुर यो पकाउनुपर्छ होला हौ। पकाउँछ ए पिता यो चिज खानुपर्छ क्या। पिता त्यो खानुहुन्न? किन राख्नु न त्यति म खानु। यसको चाहिँ मलाई कता हो के हो। ल कलेज पनि निकालियो। मोटो गयो ए ऊ हजुर मेरो गौला मृगौला त यहाँ निकाल्नु भएको छ नि मृगौला? छैन मेरो गौला छैन क्या। ल्याउनु भयो त के हो त? ओहो दोकाने दिएको को दोकान मलाई मटर ल्याउनु भयो। ए अच्छा यो हो होइन त्यो होइन त्यो कता हो कि थिएन यसको। हाम्रो सानो पुन्टु यता लियो त यता। हेलो गरिदिनुहोस् न, यस्तो गर्नुहोस् त। हजुर एना एनाको अब यसलाई चक्को काट। एना न्युकी छुनुहोस् खै खै एना एनाले सिगान तान्दै के गर्दैछ हो? बस अब यसलाई यहाँ राखिदिन्छु है। ल हाम्रो आजको सुँगुर चाहिँ चट्टा लाएर चाहिँ रेडी भइसक्यो। अब यसलाई चट्टा काट्ने अनि यसलाई पिस पिस बनाएर चट्टा आजको बगाएर एकदम टेस्टी भयो। काम चाहिँ दामी त्यसकोले के हो नानीले के हो? एक वर्ष भइदियो। अलिअलि फिनिसिङ चाहिँ अलिक राम्रो भएन रहेछ। क्वालिटी राम्रो छ है। ल अहिले चाहिँ फाइनली हामीले चट्ट सुँगुरलाई चाहिँ पिस पिस गऱ्यौँ। अब यसलाई पिस पिस गरेर चट्ट सेकुवा बनाउने हो। यो चाहिँ सबै घरमै व्यवस्था हुन्छ यसलाई, यसको चाहिँ सेकुवा। यता बाबा हुनुहुन्छ। फाइनली मेरो यो आजको सेकुवा अलिकति कलेजो
अनि यो चाहिँ गर्दनको मासु यसलाई के भन्छ याकुला भन्छ। यो चाहिँ दामी हुन्छ पोलेर। यो अटाउँछ फ्रिजमा यो हल्का रातो सेतो मासु एकदम यो चाहिँ यसलाई पोल्स हो। यता सेकुवा बनाउने कान पनि छ। कान चाहिँ आज अब होइन भोलितिर यसलाई कानको व्यवस्था जिब्रो पनि छ होइन दामी हुन्छ। ओके यो चाहिँ जम्मै पोलेर खाने हो अहिले अब बनाउनेलाई। यो बाँकी मासु चाहिँ अब पकाएर अब पोलेर अब होइन बसेर चट्ट खाने हो 2-3 दिन लगाएर। हाम्रो एनाले चाहिँ तरकारी पकाउँदैछ। यो मासु चाहिँ अब जम्मै अब प्लास्टिक छैन प्लास्टिक फ्रिजमा स्टोर हुनु नआँटेको किनभने गर्मी छ। गर्मी भएको कारणले गर्दा यसलाई फ्रिजमा राख्नु आँटेको। ल साथीहरू मैले चाहिँ यो ह्याकुला सुँगुरको ह्याकुलालाई चाहिँ म सेकुवा बनाउनु गइरहेको छु। म यो अहिलेलाई अब होइन दिनभरि बनाएर बल्ल बल्ल भ्याइयो सुँगुर। अब यो यसलाई म सेकुवा बनाउनलाई रेडी गर्दैछु। सिलमा हुँदैछु चट्ट लाएर यसलाई चाहिँ जर आगो पोलेर च्याट्ट लाएर ल्याम हान्ने हो क्या। यहाँ एउटा आइटम छ यो चाहिँ कलेजोको आइटम हो लिभर। अनि ह्याकुला छ सुँगुरको ह्याकुला एउटा रेडी भयो। सिलहरू टन्नै छ होइन अब यो सबै सिलमा म रेडी गर्छु। यो मासु जम्मै यसलाई चाहिँ म सेकुवा बनाउनु गइरहेको छु। साथीहरू अब मैले चाहिँ होइन आजको यो सेकुवा चाहिँ बल्ल रेडी गरेँ। यो चाहिँ सायद म एक्लै खान्छु होला। यो कलेजोको आइटम छ हल्का अनि हल्का यो सुँगुरको ह्याकुला बेस्ट लाग्छ। कलेजो के भन्छ झिरमा उनेर चाहिँ सिलमा उनेर चाहिँ मैले आज सेकुवा बनाउन आँटेको छु। आगो यहाँ छ आगोमा चाहिँ दामीलाई बनाउने होइन चट्ट लाएर। अनि टमाटर पनि पोल्दैछु म होइन यसलाई टमाटर चाहिँ चट्ट लाएर चटनी बनाउने हो। धनियाँ लाएर दामी हुन्छ अहिले खाएको पनि देखाउँछु ल तपाईँहरूलाई। चट्ट मैले टमाटर पनि पोल्दैछु चटनीको लागि आगोमा पोलेको टमाटर चटनी चाहिँ दामी हुन्छ। मासुसँग चट्ट चोप्दै चप्प खानु दामी हुन्छ। टेस्ट अलग हुन्छ क्या मजा आउँछ। ल मैले चाहिँ अब सेकुवा बनाउन सुरु गरेँ होइन। यसलाई आगोमा म पोल्दैछु चट्ट कलेजो छ यता अर्को ह्याकुला छ चट्ट यसलाई चाहिँ म रेडी गर्दैछु। अब सेकुवा चाहिँ अब रेडी भएको छ होइन आगोमा चट्ट लाएर अब चट्ट यो चाहिँ टिमुर मिसाएर बनाएको अचार हो। यसमा चट्ट डुबाएर चाहिँ चप्प खाने हो। मेरो सेकुवा रेडी छ है ताजा छ। पाकेछ भाइ सेकुवा रेडी भयो मेरो सेकुवा आगोमा पोलेर। के गर्छ चाहिँ यो टिमुर मिसाएको अरे मन्दिला मम्मी कस्तो भयो बाबा मिठो? यो चाहिँ सुँगुरको ह्याकुला हो। यो चाहिँ दामी हुन्छ पोलेर खानु दामी भएर। मैले बनाएको हो रातिको भिडियो छ होइन कस्तो आएको छ तर कालो देखिन्छ होला तर दामी भएको छ। टिमुर गता छ मेरो बुढाले एक बाइक थियो कस्तो छ भाइ भएको आज चाहिँ म चाहिँ दसैँको समयमा ससुराली आइपुगेको छु। ससुरालीमा चट्ट सुँगुर चाहिँ बनाइसकेर चट्ट सुँगुर काटेर सबैजना परिवार भेला भएर सुँगुरको मासु पोलेर सेकुवा बनाएर खाएर चाहिँ आजको दिन चाहिँ यसरी बितेको छ साथीहरू। तपाईँहरूको घरमा चाहिँ कस्तो बितिरहेछ दसैँ कस्तो भइरहेछ कमेन्ट गर्नु।